कुनै जमानामा एकदमै चर्चित चलेको स्यालेगरा बजार साथीहरू यो अहिले अब बाटो अहिलेको विकासले गर्दा बाटो यहाँभन्दा 500 मिटर माथितिरबाट जाँदा यो बजारको अवस्था हेर्नुहोस्। कुनै बेलामा यस्तो चलेको यस्तो नाम चलेको बजार हो। यहाँ भएका घरहरूका भग्नावशेष मात्रै छन्। ल हेर्नुहोस्, घरहरू बनमारा झारले यस्तो गरेको छ। घरहरू पुरै बनमारा झारले खाइसक्यो। बाटो समेत यहाँ खोजेर नभेटाउने अवस्थामा छ। ल हेर्नुहोस्, यहाँ एउटा घरको भग्नावशेष छ। यी घरहरू, यी पसलहरू कुनै जमानामा यस्तो चलेका, यस्तो चम्केको ठाउँ, यस्तो जमेको बजार हो यो। यो घरमा त कोही बस्छन् कि के हो, अलि साफसफाइ छ। यता तर्कबहादुर साईको घर पनि हुन भत्काइ भुत्काइकन यो पनि भग्नावशेष मात्रै छ। यो मेरो घर। ल हेर्नुहोस्, बनमारा झारले धुरीसम्म पुगिसकेको छ। 3 तले घरको धुरीसम्म बनमारा झार भनेपछि आफै अन्दाज गर्नुहोस्। ल हेर्नुहोस्, यो टोयलेट बाथरुम, यो हाम्रो बजार, यो मेरो घर। वरिपरि अगाडि एकदमै साँघुरो ठाउँ भएकोले ल हेर्नुहोस्, यतातिर यस्तो अवस्था छ। यो हो मेरो घर, जुन 3 तले घर हो, मेरो पुर्ख्यौली घर। चारैतिर बनमारा झारले यो अवस्थामा ल्याएको छ। पुरै 3 तले घरको धुरीसम्म बनमाराले भेरिएको छ। हेर्नुहोस् साथीहरू, अब दुःख लाग्दो कुरा पनि हो हैन। अब हामीहरूको बसाइ यहाँ नभएको कारणले पनि यस्तो होला। एक अर्को कुरो, अब समयको विकास अनुसार विकास जतातिर रोड गयो, जता सुविधा भयो, बिजुली बत्ती हरेक चिजहरू सुविधा भएतिर मान्छेहरू जाने हुन्। कुनै जमानामा यो बाटो दिनभर 5 मिनट खाली नहुने व्यस्त बाटो हो। त्यस्तो बाटो यो बजार, यो स्यालेगरा बजार भनेको यस्तो चलेको, यस्तो चम्केको बजार हो। यहाँ भाडामा सटरहरू जान्थे, भाडामा कोठाहरू जान्थे। त्यस्तो ठाउँको बजार अहिले यो अवस्थामा छ। घरको अवस्था यो छ। अब समय, परिस्थिति, मान्छेको पलायन, सुविधा खोज्दै अन्ततिर जाने अवस्थाले यहाँसम्म ल्याएको छ।